अल्ट्रा सिरिज चलाउनु भएको छ चलाउँदा यस्तो प्रब्लम आइरहेछ भने होल डिस्प्ले चेन्ज गर्नु पर्दैन। यो चाहिँ 120 हर्ज प्रब्लम रहेको चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले। सो 4000 मा यो रिपेयर गर्न सक्नुहुन्छ। कहिले पनि होल डिस्प्ले चेन्ज गर्नु पर्दैन। यो चाहिँ लगभग डिस्प्ले अहिले 42000 छ। सो 42000 खर्च गर्नु पर्दैन। जम्मा 4000 मा यो प्रब्लम सल्भ गर्न सक्नुहुन्छ। सो भिजिट गर्नु होला एमटीएस ल्याबमा। मोबाइल सम्बन्धी लाइनिङ आयो, होल स्क्रिन व्हाइट भयो, ग्रीन भयो भने यु क्यान भिजिट एमटीएस ल्याब न्यू रोड काठमाडौँ। यदि आउट अफ भ्यालीबाट हुनुहुन्छ भने कोरियर पनि गर्न सक्नुहुन्छ। बाइ द वे यो फोन पनि कोरियर गरेर पठाउनु भएको छ। थ्यांक यू सो मच। यसलाई पछि रिपेयर गरेर अर्को पार्टमा लिएर आउँछु। सो हजुरको फोनमा नि 120 हर्ज यस्तो इस्युहरु आएको छ भने डिस्प्ले चाहिँ चेन्ज नगर्नु होला। डाइरेक्ट एमटीएस ल्याब भिजिट गर्नु होला है त। यो चाहिँ बनाइएरमा ठ्याक्कै अर्को पार्टमा भोलि अर्को भिडियो लिएर आउँछु। सो टाइम चाहिँ दिनुपर्ने हुन्छ। लगभग 4 देखि 5 घण्टा लाग्छ यो रिपेयर गर्नलाई। कति यो चाहिँ सफ्टवेयर आएको यो फ्रेम आउट गर्नु पर्यो, प्रोसेस वाइज काम हुन्छ। सो यस्तो इस्यु आयो भने होल डिस्प्ले चेन्ज नगरिकन रिपेयर गर्न सक्नुहुन्छ एमटीएस ल्याबमा।